वेलकम एभ्रिवान। आज हामी भेक्टर स्पेसको बारेमा एउटा छोटो चर्चा गर्न गइरहेको छौँ। एक्जाममा सोधिरहेको छ वाट इज भेक्टर स्पेस भनेर लिनियर एल्जेब्रा सेकेन्ड इयरमा। सो छोटो चर्चा अलिकति याद गर्ने फर्ममा, धेरै ल्याङ्ग्वेज पनि नलेखिकन अघि डाइरेक्टली सुरु गरौँ भेक्टर स्पेसको डेफिनेसनबाट। भेक्टर स्पेस लेट्स स्टार्ट फ्रम डेफिनेसन। ओके, हामी अहिले सुरुमा रियल भेक्टर स्पेसको कुरा गर्छौँ। अ रियल भेक्टर स्पेस यसलाई हामी नोटेसनमा लेख्दा भी कमा प्लस कमा अहिलेको लागि डट लेखौँ। अब यो डटले एम्बिग्युटी बनाउन सक्छ। यो मल्टिप्लिकेसन हो है त। ओके, जेनरल स्केलरले गर्ने मल्टिप्लिकेसन, कुनै भेक्टरको डट प्रोडक्ट होइन। मल्टिप्लिकेसन जनाउनको लागि यहाँ डट लेखेको छ। इज, अब यहाँनिर हामीले कुनै पनि भेक्टर स्पेसको लागि तीनटा कुरा डिफाइन गरेको छ। त्यो तीनटै कुरा यहाँ लिस्ट गरौँ। पहिली त हामीलाई एउटा सेट चाहियो, अ सेट भी है। सेकेन्डमा हामीलाई चाहियो यो प्लसवाला अपरेटर। अब यसको बारेमा हामी यहाँ लेख्छौँ। यो प्लस भन्ने अपरेटरले केमा एक्ट गर्छ? यही भी भन्ने जुन सेट छ, यो भी भन्ने सेटको दुईटा एलिमेन्टमा एक्ट गर्छ। ओके, अब यो क्रस भनेको मल्टिप्लाई होइन नि फेरि है। यो क्रसले के जनाउँछ भने यो प्लसले भीको एउटा एलिमेन्ट र भीको अर्को एलिमेन्टमा एक्ट गर्छ भनेर देखाएको है। र यसले जुन रिजल्ट जेनेरेट गर्छ, यो प्लसले सेट भीको दुईटा एलिमेन्ट लियो, त्यसमा यो प्लसवाला अपरेसन एप्लाई गरौँ र जुन रिजल्ट आउँछ त्यो पनि भीमै हुन्छ। ओके, यसलाई हामी जेनरल नाममा एडिसन भन्छौँ। एडिडिआई टिआइओएन, भेक्टर एडिसन। र लास्ट वान भनेको अघि हामीले लेखेकै यो डटवाला मल्टिप्लाई। ओके, अब यो जुन मल्टिप्लिकेसन छ यो भेक्टर मल्टिप्लिकेसन होइन है। ओके, यसले केमा एप्लाई गर्छ? यसले एउटा कम्पोनेन्ट अथवा एउटा नम्बर लिन्छ फिल्डबाट, अहिलेको लागि रियल नम्बर लाइन रियल फिल्डबाट, र अर्को लिन्छ सेट भीबाट र एप्लाई गरेर समथिङ इन द सेट भी इट सेल्फ प्रोड्युस गर्छ। यसलाई हामी स्केलर मल्टिप्लिकेसन भन्छौँ। स्केलर मल्टिप्लिकेसन ओके, यहाँनिर एकदमै क्लियर हुन जरुरी छ है त। यो भनेको जस्तै कुनै भेक्टर भी लिए मैले, डट विथ अर्को भेक्टर यु, यो होइन नि, यो डट होइन यो। ओके, नट दिस वान। यो भनेको जस्तै मैले एउटा नम्बर, मसँग एउटा भेक्टर भी छ, यो भनेको हो के एक्चुअलमा भने म छिटो क्विकली बुझाइ पनि हाल्छु। एउटा भेक्टर भी छ मसँग, फर एक्जाम्पल 2i क्याप है। अब मैले 3v भेक्टर क्यालकुलेट गरेँ भने यो भनेको 3 इन्टु 2i क्याप, यो भनेको 6i क्याप हुन्छ है। यो खालको स्केलर मल्टिप्लिकेसनको कुरा गरेको है त। अब मैले यहाँ यो जुन यो मल्टिप्लाई गरेको छ नि, यो कसरी भइरहेछ? यो 3 भन्ने नम्बर रियल नम्बरबाट आइरहेछ, यो सेटबाट, यो फिल्डबाट, र यो भी भेक्टर अथवा यो भी भेक्टर कुनै एउटा सेटबाट आइरहेछ। अहिलेको लागि यो सेटलाई हामीले भी मानेको छ है। र लास्टमा त एन्सर कुनै भेक्टरै आयो र यो भेक्टर यसमै हुनुपर्छ पनि। ओके, यो जेनरल माथिको डेफिनेसनको पहिलो भाग भयो। अब यो त भयो अपरेटरको डेफिनेसन है त। कुनै पनि भेक्टर स्पेस बन्नको लागि के चाहिन्छ? तीनटा कुरा। एउटा सेट चाहियो र दुईटा अपरेसन, एउटा एडिसन एउटा स्केलर मल्टिप्लिकेसन। एडिसन एक्ट हुन्छ दुईटा भेक्टरमा र दिन्छ पनि भेक्टर नै। स्केलर मल्टिप्लिकेसन एक्ट हुन्छ केमा? एउटा कम्पोनेन्ट फ्रम द फिल्ड द्याट इज रियल नम्बर, अर्को फ्रम द भेक्टर र दिन्छ भेक्टर नै। ओके, अब
कन्डिसन के छ त ल, ओके, सेटिस्फाइङ आर रियल वेक्टर स्पेस v कमा प्लस कमा मल्टिप्लाई इज यो अपरेटर satisfying following conditions. यसलाई सर्टकटको रूपमा बुझाउँछु है त म क्विकली, ओके। पहिले सुरुमा एडिसनको लागि लेखौँ, ओके। दुईटा अपरेटर छ भने दुईटाको लागि हुन्छ। यसलाई कसरी याद गर्न सकिन्छ भने सर्टकटमा सी ए एन आई क्यानी भनेर याद गर्दा हुन्छ। यो पनि प्लसको लागि, यो पनि प्लसको लागि, यो पनि प्लसको लागि, यो पनि प्लसको लागि। यो सबै मैले बुझाउनको लागि मात्रै लेखेको है त। दे आर नट एक्चुअल सिम्बल्स टु बी युज्ड। यु क्यान युज अल्सो, नो प्रब्लम। सो यो पहिलो भनेको भेरी सिम्पल। यो सी भनेको कम्युटेटिभिटी भन्छ। कम्युटेटिभिटी भनेको कुनै पनि दुईटा भेक्टर भी र डब्ल्यू लियौँ हामीले र एड गर्यौँ भने अर्डर डजन्ट म्याटर, ओके। भी प्लस डब्ल्यू एड गर्नु अथवा डब्ल्यू प्लस भी एड गर्नु, दे आर सेम थिङ। नाउ मैले यहाँ कम्युटेटिभिटी भनेर लेखिनँ, बट यु क्यान अन्डरस्ट्यान्ड। यहाँनिर जानेर यो मैले यो पनि लेखेको छैन, बट नेभर द लेस यु अन्डरस्ट्यान्ड्स। फर एभ्री भी कमा डब्लु बिलोङ्गिङ टु भी, सेट भी, यो भी, ओके। नेक्स्ट वान ए रिप्रेजेन्ट्स एसोसिएटिभिटी। यो पनि इजी नै हुन्छ, सबै हामीले नम्बरको लागि पनि पढेको हुन्छ, ओके। यु प्लस भी प्लस डब्ल्यू तीनटा भेक्टर हामी एड गरिरहेछौँ। तीनटा भेक्टर एड गर्ने क्रममा सुरुको दुईटा भेक्टरलाई पहिले एड गर्ने, अनि डब्ल्यू एड गर्ने, यो गर्नु, अथवा लास्टको दुईटा भेक्टरलाई पहिले एड गर्ने भी र डब्ल्यू, अनि अगाडिको युलाई एड गर्ने, ओके। यसले फरक पर्दैन। सेम हियर अगेन, अर्डर डजन्ट म्याटर। सो एसोसिएटिभिटी। नेक्स्ट वान इज एन। Now it is about the maybe I can say null vector, okay, that is zero vector. So what shall I write? Okay, let me write. There exists zero vector belonging to V such that for every V belonging to the set V के हुन्छ, भी प्लस जिरो, सरी, अथवा यो पहिलो रुल अनुसार त अर्डर म्याटर गर्दैन, भी प्लस जिरो इक्वल्स टु जिरो प्लस भी इक्वल्स टु भी, ओके। सो एउटा सबै भेक्टर स्पेसमा एउटा जेरो एलिमेन्ट हुनुपर्छ, जुन एलिमेन्ट युनिक हुन्छ। यहाँनिर सिम्बलले पनि डिटरमाइन गरिरहेछ। There exists a zero vector belonging to set V such that for every vector V belonging to set V, V plus 0 equals to 0 plus V equals to V vector itself, okay. And last one is identity. Identity यो पनि easy नै छ। Sorry, not identity, it is inverse, okay, sorry. Inverse vector. So यो पनि इजी नै छ। फर एभ्री भेक्टर V बिलोङ्गिङ टु सेट V, देयर एक्जिस्ट some vector belonging to the same set V such that when you add those two vectors, then you will get the zero vector, okay. So this we have written as negative V,
अब यो नेगेटिभ भी नै किन लेख्यो भने यसलाई अरू पनि केही लेख्न सकिन्थ्यो है, यसलाई यु अथवा अरू केही पनि लेख्न सकिन्थ्यो। यसरी पनि भन्न सकिन्थ्यो, जस्तै भी प्लस यु इक्वल्स टु 0 भयो भने यो भी को इन्भर्स यु र यु को इन्भर्स भी भनेर पनि भन्न सकिन्थ्यो। यो पनि सकिन्छ, तर जेनरली हामीले नम्बरहरू पढेकोले गरेर, नम्बरहरू जेनरल भेक्टर पढेकोले गरेर के थाहा हुन्छ भने यो माइनस भी लेख्नुको रिजन चाहिँ देख्ने बित्तिकै थाहा होस् भनेर है। भी प्लस माइनस भी गर्ने बित्तिकै 0 हुन्छ भनेर देख्ने बित्तिकै थाहा होस् भनेर वी राइट इन द फर्म माइनस भी। नाउ भी किनकि भेक्टर स्पेस त एब्स्ट्र्याक्ट हुन्छ है, एक्चुअल हामीले जुन एरोको रूपमा युज गर्ने भेक्टर हुन्छ त्यो मात्रै भेक्टर हो भन्ने होइन है। भेक्टरहरू त एब्स्ट्र्याक्ट हुन्छ एकदम। अब जब भेक्टरहरू एब्स्ट्र्याक्ट हुन्छ त्यति बेला त यो नेगेटिभको सेन्सले काम गर्दैन, इन्भर्स त धेरै तरिकाले डिफाइन गर्न सकिन्छ। ओके, सो त्यसको लागि मैले एउटा पोइन्ट भनिहालेँ। ओके, यसलाई यसरी पनि लेख्न सकिन्छ, इजिकल टु यु प्लस भी इक्वल्स टु 0। ओके, जानेर भी को इन्भर्स यु, यु को इन्भर्स भी, किनकि दुईटा जोड्दाखेरि 0 भइरहेछ। जेनरल बुझ्नको लागि माइनस भी लेख्न सकिन्छ। ओके, सो दिज आर द 4 रुल्स फर द एडिसन अपरेसन। अब यस्तै 4टा रुल छ मल्टिप्लिकेसनको लागि। ओके, एन्ड दे आर नट द्याट हार्ड। सो लेट्स गो टु द सेकेन्ड पार्ट, मल्टिप्लिकेसन। एडिसनको लागि के थियो, CANI, क्यानी। ओके, अर यु क्यान से क्यान आई। मल्टिप्लिकेसनको लागि ADDU, एडु। क्यान आई एड यु, यसरी पनि भन्न सकिँदो रहेछ, क्यान आई एड यु, अथवा यु क्यान से क्यानी एड यु, क्यानी अडु। माई इङ्ग्लिस इज नट द्याट गुड। सो ए भनेको फेरि पनि अघि पनि कुरा गरेकै छ, एसोसिएटिभिटी। ओके, अब यो किनकि मल्टिप्लिकेसनको कुरा हो भने हामी अघि मैले भनिहालेँ, दुईटा भेक्टर मल्टिप्लाई गर्ने कुरा, दुईटा भेक्टर कुनै पनि फर्ममा मल्टिप्लाई गर्ने कुरा जेनरल भेक्टर स्पेसमा गरिँदैन। ओके, भेक्टर स्पेसको डेफिनेसनमा जुन मल्टिप्लिकेसन हुन्छ त्यो अघि पनि मैले भने स्केलर मल्टिप्लिकेसन हो। कुनै पनि जुन फिल्ड डिफाइन गरिएको छ त्यो फिल्डबाट लिएको स्केलरले भेक्टरलाई मल्टिप्लाई गर्ने कुरा हो है। अब हामी यहाँ माथि नै लेखिदिइहाल्छु म, एउटा अल्फा भन्ने स्केलर लिउँ र अर्को बीटा भन्ने स्केलर लिउँ, दुईटै फ्रम रियल नम्बर। ओके, यो दुईटै नम्बर हो, दे आर स्केलर। नाउ वाट डज द फर्स्ट रुल से अबाउट एसोसिएटिभिटी? इट सेज एउटा भेक्टर भी छ, यो भेक्टरलाई पहिले बीटाले मल्टिप्लाई गरौँ। ओके, र त्यसपछि यो होल पार्टलाई फेरि अल्फाले मल्टिप्लाई गरौँ। यो के को बराबर हुन्छ? यहाँ सुरुमा अल्फा र बीटा मल्टिप्लाई गरौँ, त्यसपछि यसले भीलाई मल्टिप्लाई गरौँ, दे आर इक्वल। ओके, एसोसिएटिभिटी। नेक्स्ट वान, यो दुईटै डी भनेको डिस्ट्रिब्युटिभिटी। सो फेरि पनि सेम। ओके, अघि माथि त हामीले गरेको थिएन एनिवे। सो दिस क्यान बी रिटन एज अल्फा प्लस बीटा, दुईटा स्केलरको समले कुनै पनि भेक्टरलाई मल्टिप्लाई गर्नु भनेको यो स्केलरले इन्डिभिजुअल भेक्टरलाई मल्टिप्लाई गरेर सम गर्नु। ओके, सिम्पल, भेरी सिम्पल। यो अर्को डिस्ट्रिब्युटिभिटी भनेको लेट्स, यसमा एउटा सिङ्गल स्केलर छ र दुईटा भेक्टर समलाई भी प्लस डब्ल्यू, दुईटा भेक्टर समलाई मल्टिप्लाई गरिरहेछ भने यु क्यान राइट इट एज द स्केलर मल्टिप्लाइङ द इन्डिभिजुअल भेक्टर। भेरी सिम्पल। लास्ट वान इज यु, ADDU. This U is for unit vector. Okay, now there exists one belonging to the set V. यो वान पनि भेक्टर हो है त, नम्बर होइन।
vector 1 which belongs to the set V such that for every V vector belonging to V के हुन्छ 1 multiply V भनेको V नै हुन्छ. ओके, इट इज युनिट भेक्टर अपरेसन. यो 1 भनेको युनिट भेक्टर भयो. ओके, अब यहाँ पनि अलिकति मेन पोइन्ट के छ भने अब यो युनिट भेक्टर भनेको 1 नै सधैँ हुन्छ भन्ने छैन, किनकि फेरि पनि सेम कुरा आउँछ. भेक्टर स्पेस भनेको एब्स्ट्र्याक्ट कुरा हो. एब्स्ट्र्याक्ट कुराहरूमा एब्स्ट्र्याक्ट चिजहरू अफकोर्स आउँछ, बट अहिलेको लागि जेनरल बुझ्नको लागि 1 ले काम गर्छ. ओके, सो कुनै पनि हामीले एउटा सेट लियौँ, एउटा सेट हामीले भी लिएको छ र यो सेट भी सँगसँगै एउटा फिल्ड पनि चाहिन्छ हामीलाई आर. अहिलेको लागि रियल भेक्टर स्पेसको लागि हामीले रियल नम्बर लिएको छ. अब यो भेक्टर स्पेस र रियल नम्बरको साथमा दुईटा अपरेसन छ, एडिसन र स्केलर मल्टिप्लिकेसन. यदि यो दुईटा अपरेसनले यो चारवटा एडिसनको र चारवटा मल्टिप्लिकेसनको प्रपर्टी सेटिस्फाई गर्यो भने यसलाई भेक्टर स्पेस भनिन्छ है. सो यदि सेटिस्फाई भयो भने यो भी कमा प्लस कमा यो मल्टिप्लाई स्केलर मल्टिप्लाई यसलाई इज अ भेक्टर स्पेस. ओके, अर्को एउटा जेनरल कुरा छ. ओके, यो इन्फर्मल हो हुन त है. हामी एलिमेन्ट अफ भेक्टर स्पेसलाई एलिमेन्ट अफ भेक्टर स्पेस इज REFERRED referred to, let me write informally also. okay, यो किनकि फर्मल कुरा हैन. सो element of any vector space is referred to informally as a vector. है, सो भेक्टर भनेको के हो? भेक्टर भनेको एरो अथवा एरे अफ नम्बर. नो, इन्फर्मल्ली वी क्यान अल्सो से भेक्टर भनेको कुनै पनि भेक्टर स्पेसको एलिमेन्टलाई भेक्टर भनिन्छ. ओके, नाउ आई थिंक आजको लागि यतिले पुग्छ. We'll talk about examples and many other properties and questions of vector space in coming videos. Thank you.